नमस्ते सम्पूर्ण साहित्यिक स्रष्टाहरूलाई स्वागत सम्मान गर्दै आज म बझाङ जिल्ला भुङ्गल नगरपालिका वडा नम्बर 10 डौडका साहित्यिक स्रष्टा सुनिल रोयलका मुक्तकहरूलाई वाचन गर्दैछु। कस्तो लाग्छ आफ्नो सुझाव सल्लाह कमेन्ट बक्समा दिनुहोला। मुक्तक यसरी सुरु हुन्छ। फाटेको यो मन छिउने कसरी होला, फाटेको यो मन छिउने कसरी होला, पानीमा विष घोलेर पिउने कसरी होला। कहिल्यै नफर्किने गरी गयौ प्रिय तिमी, कहिल्यै नफर्किने गरी गयौ प्रिय तिमी, एक्लै पागल बनेर जिउने कसरी होला। फाटेको यो मन छिउने कसरी होला, पानीमा विष घोलेर पिउने कसरी होला। अर्को मुक्तक रहेको छ। केही गुमाए केही पाए मेरो सङ्घर्षमा, केही गुमाए केही पाए मेरो सङ्घर्षमा, दुश्मनहरूको आँखा रसाए मेरो सङ्घर्षमा। मैले हात फैलाएर हिँड्दा मुस्कुराउनेहरू, मैले हात फैलाएर हिँड्दा मुस्कुराउनेहरू, आज नौकर बनाई सम्झाए मेरो सङ्घर्षमा। केही गुमाए केही पाए मेरो सङ्घर्षमा, दुश्मनहरूका आँखा रसाए मेरो सङ्घर्षमा। अन्तिम मुक्तक रहेको छ। म कोदाको ढिँडोसँग सिस्नु खाएर हुर्किएको मान्छे हो, म कोदाको ढिँडोसँग सिस्नु खाएर हुर्किएको मान्छे हुँ। फाटेको दाउरा सुरुवाल टोपी लगाएर हुर्किएको मान्छे हुँ। कहिल्यै हैसियत भन्दा माथि फुर्ती गर्न जानिन मैले, कहिल्यै हैसियत भन्दा माथि फुर्ती गर्न जानिन मैले। बालापनमै पाउनु जति दुःख पाएर हुर्किएको मान्छे हुँ। म कोदाको ढिँडोसँग सिस्नु खाएर हुर्किएको मान्छे हुँ। फाटेको दाउरा सुरुवाल टोपी लगाएर हुर्किएको मान्छे हुँ।